आजको कार्यक्रम सुरु गर्नु अघि थोरै आफ्नै बारेमा। कार्यक्रम टफ टकमा प्रसारित नेताहरूको सम्पत्ति कति, प्रधानमन्त्री र मन्त्रीले किन लुकाउँछन्, ओली र उनका मन्त्रीहरूको सम्पत्ति कति, हिल्टन होटलमा लगानी र सिंहदरबारमा बिचौलिया हावी शीर्षकको समाचार सामग्रीलाई लिएर टफटक सञ्चालक म दिलभूषण पाठक विरुद्ध जयवीर देउबा लगायतले दायर गरेको विद्युतीय कारोबार सम्बन्धी मुद्दामा दाबी नपुग्ने भन्दै काठमाडौँ जिल्ला अदालतले खारेज गरिदिएको छ। जयवीर देउबाको नाम उल्लेख नगरी अघिल्लो सरकारले म विरुद्ध विद्युतीय कारोबार ऐनमा मुद्दा चलाएको थियो। पत्रकारले प्रकाशन प्रसारण गरेको सामग्रीमा चित्त नबुझ्ने पक्षले प्रेस काउन्सिलमा उजुरी दिने या अन्य कानुन प्रक्रिया अवलम्बन गर्न सक्ने व्यवस्था हुँदाहुँदै समाचार लेखिएको विषयलाई लिएर मलाई साइबर क्राइममा जेल हाल्ने प्रयास गरिएको थियो, जस विरुद्ध यसअघि नै पाटन उच्च अदालतले पक्राउ नगर्न आदेश दिएको थियो। मुद्दाको सुनवाईका क्रममा देउबाले हिल्टन होटल सम्बन्धी समाचारको खण्डन गरेका थिएनन्। उनले हिल्टनमा आफ्नो लगानी भए नभएको केही पनि बताएका थिएनन्। समाचारमा त्रुटि भएको दाबी समेत नगरी केवल साइबर क्राइममा सजाय गर्ने मात्रै माग दाबी गरिएको थियो। समाचारमा जुन प्रश्न उठेको थियो त्यसको खण्डन देउबाले त गरेनन् नै, देउबाको पक्षबाट अदालतमा साक्षीहरू पनि उपस्थित भएनन्। यो मुद्दामा बिचौलिया उपनामले विवादित व्यवसायी दीपक भट्टले समेत भूमिका खेलेका थिए। पूर्व प्रधानमन्त्री शेरबहादुर देउबाकी पत्नी आरजू देउबा निकट मानिने भट्टमाथि अहिले सम्पत्ति शुद्धिकरणको मुद्दा छ। टफटक टिमलाई अदालतबाट कानुनी रूपमा न्याय प्राप्त त भएको छ, तर अब वास्तविक न्याय दिने पालो सरकारको पनि हो। बिचौलियाहरूको पहिचान गरी भ्रष्ट नेताका परिवारसँगको साँठगाँठ र तिनले मिलेर गरेको भ्रष्टाचारको छानबिनबाट जुन यो सरकारले सुरु गरिसकेको छ, र यो अभियानमा सरकारलाई हाम्रो सम्पूर्ण साथ र सहयोग हुनेछ। सत्यका पक्षधर्ता, भ्रष्टाचार विरोधी र टफटकलाई दशकौँदेखि फलो गर्दै आउनुभएका तपाईँ सम्पूर्ण शुभेच्छुकहरूप्रति हार्दिक आभार, नमन। अब सम्पूर्ण समाचार एकै ठाउँमा, हातमा समाचार साथमा। के तपाईले समाचार अपडेट प्राप्त गर्न अति धेरै मानिसले सर्वाधिक मन पराएको र 50 भन्दा बढी आधिकारिक अनलाइन मिडियाको वेब पेजमा एकै साथ पुग्ने सुविधा भएको एक मात्र भरपर्दो हातमा न्यूज एप डाउनलोड गर्नुभएको छ? iOS र एन्ड्रोइड दुवै एप स्टोरमा उपलब्ध हातमा एपले तपाईको समयलाई ख्याल गर्दै जम्मा 60 शब्दमा समाचारको सार दिन्छ। पुरै समाचार पढ्न मन लाग्यो? क्लिक गर्नुहोस् र सोझै पुग्नुहोस् आधिकारिक वेब पेजमा। अनि त्यो दिन चलेका महत्त्वपूर्ण र ट्रेन्डिङ न्यूज हेर्न ट्रेन्डिङमा क्लिक गर्नुहोस् वा ह्यासट्याग अनुसार त्यस दिनका महत्त्वपूर्ण समाचार यसरी हेर्नुहोस्। तत्काल पढ्न समय छैन भने पछि पढ्न सङ्ग्रह गर्नुहोस् र फुर्सदमा पढ्नुहोस्। नेपाली र अङ्ग्रेजी दुवै भाषामा 50 भन्दा बढी देश तथा विदेशका अनलाइनका सम्पूर्ण समाचार यति सजिलै सायदै अन्यत्र पढ्न पाउनुहुनेछ। नेगेटिभ न्युजले वाक्क हुनुभएको छ भने गुड न्युज मात्रै पढ्ने सुविधा पनि छ हातमा एपमा। दायाँतर्फ छ हातमा स्पेशल र भिडियो सामग्रीहरू। छानी कुनै अनलाइन पढ्न मन लाग्यो? यो अनौठो सुविधा पनि छ हातमा एपमा। अब सम्पूर्ण समाचार एकै ठाउँमा, हातमा समाचार साथमा।